उठ जाग भनेर आह्वान गर्दैछन् शोषित जनताले हैन। यो गीत गाउँदाखेरि जनताहरूले शोषित जनताहरूले आवाज उठाउँछन् भने लड्ने हाम्रा तिनी युवाहरू झन् एकदम बलियो भएर जानुहुन्थ्यो। धेरै छन् गीतहरू, कतिपय अब गीतहरू बिर्से, कतिपय हो छ। हामी युद्ध लड्दैछौँ, अन्तिमसम्म लडिरहन्छौँ, यस्ता खालका गीतहरू त्यो लडाइँ लड्न जाँदाखेरि अनि हारेर आएपछि पनि। त्यो समयमा विवाह गरेर तपाईँ अगाडि बढ्नुभएको मान्छे अहिले एक्लै छु भन्नुभयो, अगाडि सुरुमै एक्लै कसरी हुनुभयो? पढ्ने क्रममा राजनीतिमा लाग्यौँ। राजनीतिमा लागेपछि हामी त्यो बेला अब सँगसँगै यात्रा गर्ने क्रममा अब उहाँ जो मेरो हस्बेन्ड हुनुहुन्थ्यो, पूर्व श्रीमान, उहाँले वैवाहिक उसको प्रस्ताव राख्नुभयो। बिहे भयो, राम्रै थियो त्यो बेला, राम्रो थियो।